सबैभन्दा जनता लुट्ने पार्टी भनेको चाहिँ संस्कृति पार्टी रहेछ है साथीहरू। किन भन्दाखेरि जब कि प्रधानमन्त्रीले अरू जनताहरूले पैसा नउठाउनु यो बाढी पीडितको नाममा भनेर राम्रोसँग भनिसकेपछि पनि कुनै पनि पार्टीले पैसा उठाइरहेको छ। पार्टीले पैसा उठाउन जरुरी छैन नि त, सरकारले उठाइरहेपछि आफ्नो खाताहरू दिएर, आफ्नो पर्सनल खाताहरू दिएर, आफ्नो पार्टीको मान्छेहरूको खाताहरू दिएर त्यसमा पैसा हाल्न लगाउनु एकदमै गलत हो साथीहरू। नत्र भने पहिलाको साम्पाङले पहिला पुल बनाएर एकचोटि धेरै विरोध भइसकेको छ, पैसा हिनामिना भएको छ र त्यस्तो भइसकेपछि उहाँहरूले त्यस्तो यो चाहनुहुन्न थियो भने चाहिँ उहाँले यसरी आफ्नो खातामा हाल्नलाई नभनेर सरकारको नाममा हाल्न भनेको भए कति राम्रो हुन्थ्यो, उहाँको कति तारिफ हुन्थ्यो। त्यस्तो गर्नुपर्ने थियो नि साथीहरू, तर उहाँले त्यस्तो गर्नु भएन। उहाँले आफ्नो नाममा पठाउन लाउनुहुन्छ अनि म सरकारलाई दिन्छु भन्नुहुन्छ, त्यो राम्रो भएन। किन बिचमा सरकार जनताले सरकारलाई दिइरहेछ त्यो पैसामा बिचमा आफू किन मध्यस्थकर्ताको काम गर्नु, किन आफू बिचमा पर्नु, बरु डाइरेक्ट सरकारलाई हाल्न लागेको भए कति राम्रो। हर्क साम्पाङले चाहिँ आफ्नो पार्टीको कार्यकर्ताहरू, आफ्नो पार्टीको मान्छेहरूको क्युआर दिने, त्यसमा पैसा हाल्नु भनेर, अनि त्यसपछि आर्यन राई चाहिँ ठाउँ ठाउँमा जहाँ चाहिँ सरकार पुगेको छैन त्यो ठाउँ खोजी गएर सरकार अझै आइपुगेको छैन यो त्यो भनेर देखाएर म्यानिपुलेट गरिरहेछन् जनतालाई। सांसद भएको नाताले उहाँले पनि उद्धार गर्न सक्नुहुन्थ्यो, उहाँले सहयोग गर्न सक्नुहुन्थ्यो। उहाँले गर्नुपर्ने हो एउटा मानवताको हिसाबले, एउटा नेपालीको हिसाबले उहाँले पनि त सहयोग गर्न सक्नुहुन्छ, सहयोग गर्नुपर्ने हो नि त।